आफ्टर लङ टाइम हामी चाहिँ अब टुडोसतिर लाग्दैछौँ होइन। अब हाम्रो दोस्तहरू छ नि है, हाम्रो दोस्त हाम्रो रोशन ब्रदर यहाँ होइन। टक्क अब हामी चाहिँ टुडोस जाँदैछौँ। धेरै दिनपछिको भ्लग अब सुरु गर्दैछु। अब कता कता टिसर्ट लेखेर मिलाउँदैछु। यताबाट अब जाँदैछौँ टुडोसतिर। रोशन म अब जनक दाइलाई लाग्यो भने रोशन दाइ चासो पऱ्यो। ठ्याक्कै नेपाल जस्तै। हामी अहिले चाहिँ नि नेपालमा छैनौँ है। नेपाल होइन नि फेरि हो। मुस्ताङमा जस्तो अब ओरेन्ज खेती यतापट्टि अब सुन्तलाको मुस्ताङ हो त। त्यही भने झ्याल पर्दैन सुन्तला गाई। Bagaimana mau bawa bambu dan bawa bambu, kamu harus terus. Sebenarnya terus आइसक्यो। रोशन अगाडि हाम्रो केटाहरू यो हाम्रो कार अडी अनि त्यहाँबाट यो टोटस होइन। अब यहाँ युज छैन अहिले। हामी अब यसो घुम्दैछौँ। यो व्यवस्था छैन, त्यही भएर अब ड्रोन सोट हालेर सकिँदैन यतापट्टि। अब उतापट्टि अब सकिसक्यो घुमेर अब के गर्नु जस्तो देखाउनु मिस थियो। यहाँ हिउँ पर्थ्यो कि अहिले अब यो माछाहरू देखिन थालेको छ। यो बोटानिकल गार्डन टुरिस्टमा पर्छ होइन। सो एभ्रीवन भिजिट वन्स इन योर लाइफ टाइम एन्ड इट्स भेरी गुड। स्पेसियल्ली अब यो सिपिरिटहरूको लागि होइन। अब धेरै जस्तो यहाँ अब पिसहरूको लागि चाहिँ नि धेरै राम्रो छ यो ठाउँ होइन। अब यहाँ पानीहरू तलाउने खासै त्यस्तो भ्लग चाहिँ बनाएन। यसो कति हिँड्नु भएर बनाउने अब त्यस्तै हो। ड्युटी सुरु भएपछि बनाउने भने त्यस्तै हो। त्यही भएर सो एभ्री वान भिजिट वाच इट्स भेरी गुड। इङ्ग्लिस त फेरि त्यस्तै हो नि त। अनि हाम्रो रोशन सबै अब यस्तो छ।
बाटोमा हिँड्ने गाउने गाइने हुने हो भन्ने हो यही हो हिमाचलतिर आइसक्यो अब यहाँ बल्ल अलि विदेश भइरहेको मेडिटेरेनियन सी यहाँ हो अघि पछि म्याकडोनल्ड खान लाग्यो त्यस्तै छ त हिमाचलतिर आज हामी सबै हाम्रै हो कुन चाहिँ मन पर्यो किनिहाल्नु पर्यो मासु बजारमा छ यो चाहिँ लिमासु चिउची बिल्डिङ यो माछाको मात्रै भ्लग हुनु भएको अन्तिम भिडियो हामी चाहिँ आइपुग्यो त हाम्रो इलाकातिर फाइनल्ली